आदरणीय दर्शकबिन सबैमा नमस्ते। आज फागुन महिनाको 4 गते तपाईँ देखिरहनु भएको छ। हामी सबैको दुर्गा मन्दिर यसरी बनिरहेको छ। मैले केही समय अगाडि भिडियो बनाएको थिएँ र भिडियो र फोटो मोबाइलको डिस्टर्बेन्सले गर्दाखेरि उपलब्ध हुन सकेन। हामी यहाँ यज्ञशाला बनाउन गइरहेका छौँ। ओमप्रसाद पाठक बुवाको दाईको छोरा गणेश पाठक, गिरिराज पाठकले यो यज्ञशाला हामीलाई सौजन्य गर्नुभएको छ। उहाँले बनाइदिनु हुनुभएको छ। उहाँको परिवार गणेश पाठक तथा गिरिराज, उहाँलाई गिरिराज पाठक भनेर चिनिन्छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी सबैलाई दुर्गा मन्दिर परिवारबाट उहाँको परिवारमा सुख शान्ति समृद्धि सबै कुरा धेरै राम्रो हुँदै जाओस्। दुर्गा माताको आशीर्वाद, हामी सबैको आशीर्वाद लागोस्। र यसरी यतापट्टि पेटीको काम पनि भइरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ। यो मैले केही समय अगाडि राख्नु भएको थिएन, बिजुलीको कारणले गर्दाखेरि यसरी निरन्तर रूपमा मन्दिरको काम चलिरहेको छ। अहिले यो पेटीको कार्य सकिसकेको छ र यहाँ घन्टी पनि राख्नको लागि यहाँ तयारी हुँदैछ। यहाँ एउटा, उतापट्टि एउटा, र यहाँ सौजन्य पनि गरिसक्नु भएको छ। अब उहाँहरूको पनि नाम तपाईँहरूलाई दिनेछु है। र यो हाम्रो मन्दिरको प्राङ्गण हो। यसरी पारीको सबै हामीले यसरी नै काम गर्दै आएका छौँ र तपाईँहरूको साथ सहयोगले गर्दाखेरि निरन्तर रूपमा काम भइरहेको छ। सबैलाई दुर्गा माता रक्षा गर्नुहुनेछ भन्ने आशा राखेको छु। जय दुर्गा माता, जय होस्।